म तिर्नेछु भन्ने विश्वास दिनुपर्छ। उपस्थित आमाबुबा दाजुभाइ दिदीबहिनीहरू, यतिखेर पनि ममाथि निकै प्रहारहरू छन्। मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा छैन, तर तिनले मेरो शरीरमा हालिदिएको विष बोकेर म आज पनि बाँचिरहेको छु। मेरो शरीरमा ती सर्पहरूले डसेको विष अझै पनि बाँकी छ। म यो विष लिएर पनि लड्छु, म लड्छु, यो विष लिएर पनि मर्दिनँ लड्छु। जेन्जी भाइ बहिनीहरूको रगतको एउटा थोपो पनि खेर जान दिन्न। हामीले कोसिस गर्यौँ, चितवनले कोसिस गर्यो, आमाबुबा दाजुभाइ दिदीबहिनीहरू, रगतको एक थोपो नछुवाइकन हामी बालेटका माध्यमबाट, मतका माध्यमबाट देशलाई ट्र्याकमा ल्याउनको निमित्त हामीले फुल बोकेर एउटा क्रान्ति सुरु गर्यौँ। चितवनले सुरु गरेको निलो कसैको कोही टुरा टुरी भएका थिएनन्। हामीले त्यस्तो क्रान्ति सुरु गऱ्यौँ यहाँबाट, तर यिनले टेरेनन् हामीलाई। हामीले गरेको शान्त विद्रोह यिनीहरूले टेरेनन्। यिनीहरू लाभका भूत थिए, बापले मानेनन्। आज पनि मेरो क्रान्तिमा विश्वास छ। यात्रालाई टुङ्गोमा पुर्याउनको निमित्त अब तपाईँ हामी एक्लो छैनौँ। सिङ्गो देश र संसार भनिरहेको उपस्थित आमाबुबा दाजुभाइ दिदीबहिनीहरू, मलाई धेरै कुरा भन्नु त छ, धेरै कुरा भन्नु पनि छैन, किनकि म लामो समय कारागारमा बसेँ र ममाथिका मुद्दाहरू, ममाथिको अपराधको सिलसिला सकिएको छैन। मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्थ भएर हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याएको, त्यसलाई झुन्डाउन पर्छ। अब हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु, तर मलाई केही पनि फरक पर्दैन। म लड्छु। मेरो व्यक्तिगत माग मुद्दा केही पनि छैन। मलाई मेरो व्यक्तिगत जीवनको लागि केही चाहिएको होइन। यो देशको परिवर्तनको लागि कसैले कसैले लड्नै पर्छ, हामी लड्छौँ। म आज यति मात्र भन्न चाहन्छु यो सरकारलाई, जेनजीको मागमा र जेनजीले जेका लागि बलिदानी दिएको थियो त्यसमा अडिग भएर बसो। सरकार हामी साथ दिन्छौँ, अडिग भएर बसो। शासनका लागि जेनजी भाइ बहिनीहरूले आफ्नो यो भूमिमा आफ्नो रगत चढाएका छन्। ती आमाहरूले आफ्ना सन्तान चढाएका छन्। ख्याल गर्न पाइन्न। यहाँ रविलाजी छानेको मुद्दा ठुलो कुरो होइन, देशको भविष्यको मुद्दाको ठुलो कुरा हो। आमाबुबा दाजुभाइ दिदीबहिनीहरू, तपाईँसँगको भेटघाटलाई मैले अर्को पटकको लागि अलिकति लामो भेटघाट सोचेको थिएँ, तर आज यति ठुलो उपस्थिति भइसकेपछि मनका केही कुराहरू भन्न मन लागेर म यहाँ उपस्थित भएको छु। र म फेरि पनि भन्छु यहाँहरूलाई, एउटा मान्छेले परिवर्तन गर्न सक्छ कि सक्दैन भनेर हिजोका दिनमा पनि हामीलाई उडाइएको थियो। त्यसले जित्यो भने यसो गरौँला भनेर बाजी थाप्ने मान्छेहरू छन्। अहिले पनि यो हुँदैन अरे। म अहिले आउने पत्रकार साथीहरूले सोध्नुभयो, यो जिते पनि के सांसद हुन पाउँदैन अरे, मन्त्री हुन पाउँदैन अरे, मान्छे हुन पाउँछु म? तिमीहरूले मलाई मान्छे मात्र हुन दिन्छौ? मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महल ढाल्न पर्याप्त छ। मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ। मान्छे त दिन्छौ नानी, अगाडि अनागरिक बनायौ, जबरजस्ती झुटा मुद्दा हालेर संसदबाट बाहिर निकाल्यौ, जनताको मनबाट बाहिर निकाल्न सक्यौ? जनताको मनबाट बाहिर निकाल। आजको भेटमा मैले फोटो बनाउनु पर्ने छ, किनकि यो बेला संवेदनशील बेला हो, यो बेला ध्यान दिनुपर्ने बेला हो। मुलुक एउटा अत्यन्त जटिल परिस्थितिमा उभिएको छ। यो जटिल परिस्थितिमा सबैले संयमित भएर काम गर्नुपर्नेछ। आवेग र उत्तेजनामा काम गर्नुहुने छैन। र म तपाईँहरूलाई यो चोकबाट उभिएर भन्न चाहन्छु, यिनीहरूले मलाई जुन प्रतिशोध साधे नि ढुकाउनुहोस्,
प्रतिशोधपूर्ण राजनीति मबाट हुने छैन। म प्रियकालाई यस म लोकतन्त्रमा विश्वास गर्छु, प्रतिशोधमा विश्वास गर्छु। मलाई लोकतन्त्रले थुनेको होइनन्, यी अपराधीहरू षड्यन्त्रकारीहरूले थुनेका हुन्। तिनीहरू लोकतन्त्र होइनन्, तिनीहरू लोकतन्त्र होइनन्। यो देशमा लोकतन्त्र जिउँदो छ, त्यसको प्रमाण, जिउँदो प्रमाण तपाईँ चितवनवासी दाजुभाइ दिदीबहिनीहरू आज दिनुभएको छ। उपस्थित आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, हामीले अत्यन्त संयमित हुनुपर्नेछ। मुलुक जुन अवस्थामा आज आएको छ, यसले एउटा बाटो लिने तयारी गरेको छ। यस्तो अवस्थामा हामीले भोलिको बाटो तय गर्नुपर्नेछ, अत्यन्त जिम्मेवार हुनुपर्नेछ। नागरिकको माया र विश्वास पाएपछि त्यसका बलमा नागरिकलाई हेप्ने पेल्ने काम हामीबाट हुँदैन। हामी जिम्मेवार भएर काम गर्नेछौँ। यस देशका साना साना बालबालिका यहाँ देखेको छु, मैले बाबाहरूलाई देखेको छु। अहिले साना भएका बालबालिका मात्र होइन, अब यो देशमा अहिले नजन्मिएका र भोलि जन्मिने भविष्य, दिनको भविष्यलाई पनि ध्यानमा राखेर हामीले जिम्मेवार भएर काम गर्नुपर्छ। हाम्रो हातमा छ। त्यसैले म संयमित भएर अगाडि बढ्न चाहन्छु। म आवेग र उत्तेजनामा छैन पनि, तर जुन घाउ यिनीहरूले देखेका छन्, मलाई यति लामो समय अड्डा सार गर्दै उतापछि उता घुमाउँदै घुमाउँदै जुन दुःख दिएका छन्, त्यो घाउ चोराएर कहिलेकाहीँ म अलिकति चिच्याउला कराउला, तर पिर नगर्नुहोस्। म संयमित छु। हिजोको रवि लामिछाने रहेन, यो आजको रवि लामिछाने हो। म हिजोको रवि लामिछानेमा रहेन, मलाई रहन दिएन नि यिनीहरूले। सामान्य परिवर्तन गर्न हिँडेको थिएँ। दुटा मुद्दाको चाङमाथि मलाई यिनीहरूले उभिआए, ठिक छ। त्यही दुटा मुद्दाको चाङमाथि उभिएर व्यक्ति मात्र भएर पनि भ्रष्टाचारीको महल ढल्छ, यो कुरामा आज 24 गतिबाट उपस्थित आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, 23 गतेको नरसंहार नआएको भए 24 गते आउने थिएन। आज 24 गतेलाई मात्र ब्लेम गर्ने, 24 गतेलाई मात्र आरोप लगाउने काम भएको छ। खबरदार पाइँदैन। अघिल्लो दिन खरिदा बालबालिकाहरूको छाती र टाउकोमा ताकी गोलिँदा आनेको भए 24 गते देश सुरु गराउने थिएन। होलान् केही घुसपैठियाहरूले केही आक्रमण गरे होलान्, खुसी होलान् केही मान्छेहरू, तर देशको घर घरबाट 24 गते केटाकेटीलाई मार्नेका विरुद्ध मान्छे द्वारा लिएर निस्केका हुन्। 24 गते जनआन्दोलन भएको हो। त्यसैले म सरकारलाई यहीँबाट स्पष्ट गर्न चाहन्छु, निर्वाचनको विकल्प छैन। निर्वाचनमा देश जानुपर्छ। निर्वाचन अगाडि जेनजीको रगतले र जेनजीको घालेको शरीरमाथि उभिएको यो सरकारले जेनजीको सपना पुरा गर्ने आँट र ताकत दियोस्। रासोपा सरकारसँग जेनजीको माग पुरा गर्ने हकमा र निर्वाचन सम्पन्न गर्ने हकमा शक्तिशाल भएर खडा हुनेछ रासोपा। सरकारले खुट्टा कमाउनु पर्ने केही पनि जरुरी छैन। जनताको साथ छ सरकारलाई। यो सरकारमा हाम्रो कोही पनि हुनुहुन्न, तर जनताको मुद्दामा, जेनजीको मागमा, विशेष गरी सुशासनलाई ध्यानमा लिएर सुशासन कायम गर्ने कुरामा झ्यालबाट ढोकाबाट च्याउनु पर्दैन। यो सरकारले सिधै अगाडि बढे हुन्छ राष्ट्रवाद सरकारको साथ। उपस्थित आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, आज म यहाँ बोलिरहेको छु। मेरो शरीरमा यिनीहरूले झरेको विषले मलाई कतिखेर ढाल्छ मलाई थाहा छैन। मेरो व्यक्तिगत मुद्दा केही पनि छैन। तपाईँको मुद्दालाई शिरमा बोकेर हिँडेको छु, अनि यही शिरमा तपाईँको त्यत्रो आशीर्वाद लागेको छ। म के लिइरहेको मैले भाग्यमानी छोडौँ।